सो हे गाइज माई नेम इज प्रताप तामाङ। तपाईँहरूलाई नयाँ एपिसोड नयाँ ब्लगमा स्वागत छ। आज चाहिँ म गाउँमा छु र आज चाहिँ म छु, मेरो नाम प्रताप तामाङ र आदरणीय मेरो मामा नमराज तामाङ हुनुहुन्छ। र अहिले चाहिँ हामीहरू फेरि नुवाकोट टु काठमाडौँ राइड हुँदैछ होइन। र हामीलाई साथ दिँदै हुनुहुन्छ 350 रिबन क्लासिक बुलेट है। अफरोडमा नि मजा आउँदो रहेछ। यो चाहिँ मैले हालसालै लिएको हो। अनि तपाईँहरूलाई थाहा छ अस्तिको ब्लगमा हामीले प्लास्टिकको यामाको बाइक देखाएको थियौँ, त्यो पनि नाइस थियो होइन। अनि अहिले चाहिँ हामीसँग यहाँनिर 350 क्लासिक रिबन छ र पछाडि म छु। गाउँको बाटो बबाल चाहिँ बिवान। त्यस तपाईँहरूलाई अब फेरि के देखाउन लाग्यो भन्नु होला। गाउँको बाटो देखाउँछु, अब यो बाइकको पर्फर्मेन्स देखाउँछु, मामाले चलाउँदै हुनुहुन्छ, म देखाउँछु, अनि गाउँको नजारा देखाउँछु बिवान। ल मामा कस्तो हुँदो रहेछ चलाउँदा? बब्बाल मजा आउँदो रहेछ। बब्बाल आउँदो रहेछ। बब्बाल। ल मामाले भट्टीमा दोन भट्ट दिइरहनु भएको छ होइन। आवाज केही मोडिफाइड छैन होइन। अनि आवाज पनि मिठो फ्याक्दो रहेछ। सो नाइस। अझ अझ त्यो के भन्छ अरे पछाडिपट्टिको एउटा त्यो के भन्छ त्यसलाई होइन, त्यो रबर हाल्यो भने झन् पड्किन्छ, मलाई त्यो थाहा छ। जो पनि भिडियोमा नयाँ हुनुहुन्छ च्यानललाई सब्सक्राइब गरिदिनु होला। बेला बेलामा आक्कल झुक्केर चाहिँ हाम्रो भ्लगहरू आइरहेको छ। अनि म भ्लगै बनाउने भनेर भ्लगर टाइपमा हिँड्दिनँ। अब बाटोमा हिँड्दै गर्दा चाहिँ कस्तो हुन्छ भने त्यही हो, बाटो साटो राम्रो देखियो, हल्का माइन्ड सेटअप ट्याक्क गुड भयो भने चाहिँ मैले चट्ट लाएर भ्लगहरू गरिदिन्छु है। अहिले म धादिङमा छु। पारी देखिरहनु भएको चाहिँ यो नुवाकोटको डाँडो हो। मेरो घर पनि त्यो पारी हो होइन। ल बाटोको अवस्था त्यति धेरै नाजुक छैन। 24 मन्थ के हो, 12 महिना 12 वर्ष चाहिँ चलिरहेको छ यो है। त्यस्तो नराम्रो छैन। त्यही हो एभ्रिवान। तपाईँहरूलाई चाहिँ म अब यो धादिङको ठ्याक्क ठाउँहरू देखाउँछु इम्पोर्टेन्ट। ल घाम उदाउने बेला हुन लागेको छ। अहिले लगभग 7:30 जति हुन लाग्यो। अनि हाम्रो छिटै काठमाडौँ पुग्नु पर्ने छ। हिजो पनि हामीहरू चाहिँ रातारात नै आएको हो होइन। चुनावी माहौल नै भनौँ अब होइन। अहिले चाहिँ हामीहरू फाइनल्ली यो के जीवनपुरबाट उता धादिङ हुँदै हामी यता सिधा पाइला तमाढुङ्गातिर जाँदैछ होइन। अनि बाटो चाहिँ यस्तो बबाल बनाएको छ अहिले होइन। बाटो चाहिँ नेक्स्ट लेभल छ है। के अरे लगभग धादिङ हेरेर नुवाकोट केही होइन। नुवाकोटमा केही भएकै छैन गाई चाहिँ। नुवाकोटबाट कसैले हेर्दै हुनुहुन्छ भने हेर्न पऱ्यो यार। छिमेकी जिल्ला मुला रटट्ट भइसक्यो। के हो यो हाम्रो? ल स्कुल बस कुद्छ यार धादिङमा। हाई भनिदेऊ त सबले। हो सबले हाई भन्छ। अब पुरा है धादिङमा माथि यो त धादिङको त धेरै माथि भएको नि त। 80सम्म केही नभएको ठाउँ यार। अहिले यस्तो तीव्र गतिमा उयो हुँदैछ काम यहाँ हुने। अब यो चाहिँ धादिङ भयो पारी नुवाकोट पारी डाँडोमा केही छैन। कस्तो मजा आउँदैछ? एकदम मजा आउँदैछ यार। मामा फेरि बुलेटको तालमा छ डर गरेर ल। तर दामी मजा आउँछ। अनि बुलेटको चाहिँ मलाई हल्का कन्फ्युज गर्नु भएको कुरा होइन। म पनि अब बुलेट चाहिँ न्यू राइड नै हो बिगिनर। अनि मलाई चाहिँ के फिल भयो भने अनि यस्तो यो छिर्का छार्कीहरू हुन्छ नि त, यो चिप्सहरू, यो बाटोको ब्रेकरहरू यो बेलामा छ्याक गर्दा चाहिँ मतलब त्यो फलाममा ठोकिँदो रहेछ क्या। अनि के फुल्यो क्या हो त्यस्तो टाइपको फिल हुने त्यो कफरोड होइन त। तर के हुँदो रहेछ त्यो ढुङ्गाहरू छिटेर माथिको त्यो हाम्रो फलाममा ठ्याक्क ठोक्यो भने चाहिँ ट्याङ गर्दो रहेछ है गाइज। त्यो चाहिँ मलाई नयाँ कुरा लाग्यो। अनि त्यो यो पछाडि बस्दा सो कम्फर्टेबल मजाले। मैले झन् सिटको पनि एक्स्ट्रा सिट लिएर हालेको छु महँगो खालको, त्यो झन् बवाल छ। अनि भ्यू स्पेसल्ली त गाइज भ्यू धादिङको डाँडो बवाल गाइज बवाल। ल लगभग यता यो हाम्रो सीता पाइलाबाट यो हाम्रो यतासम्म त धेरै नै पिच भइसक्यो पहिला। तर अहिलेको न्यू पिच भनेको चाहिँ हाम्रो यो यता यो के भन्छ तमाढुङ्गातिरबाट यताबाट नि भएको छ क्या। अनि लगभग आधी पिच चाहिँ फ्री भइसकेको छ क्या। बाटो रट्टा छ यार। बाटो त यो वान छ। ल आमा बुलेटमा सनाउन भनेपछि पुरै सक्यो नि। हरन चरन हानै मामा गाडी साडी आउँला फेरि गाउँमा रटटा फेरि होइन। गाउँमै एक्सिडेन्ट हो मामा। झ्याउ हुन्छ त फेरि।
त्यही हो क्या यहाँ गाउँ चाहिँ यस्तै हो ल अब चुनावमा चाहिँ कस्तो चुनाव आउनलाई लगभग 2-5 दिन बाँकी छ तपाईँहरूलाई अलिकति नयाँ कुरो टक्क राम्रो खालको यो पार्टी त्यो पार्टी यो दल त्यो दल हामी केही पनि भन्दैन होइन म चाहिँ केही पनि भन्दिनँ हामी भन्दा नि के गर्नु पऱ्यो भने सबै ठाउँमा के एउटा पार्टी भनेपछि एउटा पार्टीले चाहिँ देश राम्रो बनाउने होइन जस्तो लाग्छ मलाई होइन अनि कस्तो हो भने अब यो ठाउँ अब यो धादिङ क्षेत्रमा कोर्टु भएको छ अहिले हामी धादिङमा छ धादिङ क्षेत्रमा कोर्टु भएको छ यो चाहिँ यो क्षेत्रमा कसले राम्रो गर्छ त्यसलाई दिने गाइस त्यसमा देशभरि हाइट कसको छ त्यसलाई दिने होइन कि ल मारेन अब यहाँनिर कुरा हुन्छ ल के अरे अनि जुन ठाउँबाट आफ्नो क्षेत्रबाट ठुलो राम्रो मान्छेहरू चाहिँ त्यसलाई जिताउने हो त्यो मान्छेले नै राम्रो गर्छ सो त्यही भएर यसपालिको चुनावमा चाहिँ सबैजनाले आँखा खोलेर होइन जसले त्यो ठाउँमा राम्रो गर्छ जसले हाम्रो ठाउँमा राम्रो गरेछ र भोलि शासन सत्तामा पुगिसकेपछि जसले राम्रो गर्छ त्यसलाई चाहे एमाले होस् चाहे काङ्ग्रेस चाहे घन्टी चाहे अन्टी होइन नो प्रब्लम भोट चाहिँ त्यो मान्छेलाई हेरेर बुझेर दिन पऱ्यो प्रताप तामाङको भनाइ चाहिँ यो अब खासमा त मेरो भिडियो धेरैले हेर्दैन जसले मेरो भिडियो हेरिरहेछ अब जो सबजनाले चाहिँ त्यो चाहिँ गर्नु पऱ्यो है अब धादिङै हेरौँ 80सम्म यहाँ धुलो बाटोमा बाइकमा 5 चोटि लडेको ठाउँ 1 वर्ष अगाडि 1 वर्ष पछाडि यस्तो विकास भयो होइन यो हो नि त विकास यसलाई भन्छ नि त गाउँको मान्छे अब गाउँको मान्छे पिच बाटो हो मामा सल ल यो हो नि त ल धेरै छिटो काम भयो नि मामा याद गरेँ यहाँ त्यही भएर यत्तिको चाहिँ छिटो हुनु पऱ्यो है सबैतिर किनकि गाउँ हो गाउँमा अहिले अब कस्तो भने गाउँमा खासमा युवाहरू नै छैन गाउँमा आउनु मनै लाग्दैन गाउँ अब मै काठमाडौँतिर छु मेरो दाइहरू नै सबै विदेशतिर हुनुहुन्छ गाउँमा हुने भनेको बुढाबुढी मान्छे र एक दुईजना अब के अरे अथवा हाम्रा काका अङ्कल काका बाहरू हो गाउँमा फ्याट चलाएर कोही बिरामी पर्खा पऱ्यो भने सट्टा राति भने राति पर्खा भने पर्खा हिउँद भने हिउँदमा त मजाले टक्क लाएर एम्बुलेन्स त चल्न पऱ्यो नि त एम्बुलेन्स चल्ने बाटो चाहियो हामीले केही पनि चाहिएन एम्बुलेन्स चल्ने बाटो चाहियो अनि त्यही हो गाई अरू त केही पनि होइन यो बनाएको छ अब सबै कुराहरू एकदम धेरै राम्रो भइरहेछ सबै ठाउँ सबै गाउँ सबै ठाउँमा राम्रो हुनु पऱ्यो त्यही हो गाई बाटो यहाँ पनि एकदम धेरै राम्रो छ है मलाई अलिकति आँखा लाग्यो बाटो हुने चाहिँ हो कि लगभग अब यहाँ चाहिँ माथिसम्म बाटो एकदम धेरै राम्रो नै छ मतलब अब यो सिधा यो हाम्रो गाउँ भयो होइन यो हाम्रो धुलीबेसी नगरपालिकाको यो पुरानो अफिस अनि यहाँबाट चाहिँ झन् बाटो पो बाल्छ गाई चाहिँ ल जङ्गलको बाटो होइन ल पट्टा पठाउँदै है होइन होला हो त्यसो यसले चाहिँ भर्खर बच्चा पारेछ मामा हो ओइ खैरी अनि लगभग यो हाम्रो सीता पाइलाबाट यता हामी जुन दमाढुङ्गा हुँदै यता यो जीवनपुर हुँदै हामी अचार र पोखरी केवल के भन्छ केवलपुर जाने बाटो चाहिँ लगभग आधी त नभनौँ होइन 70% चाहिँ अल कम्प्लिट टु पिच है सबै पिच भइसकेको छ क्या यो चाहिँ खुसी लाग्दो कुरा हो गाइज किनकि अब हाम्रो घर चाहिँ धेरै 3-4 वेबाट जान सकिन्छ होइन अनि यो बाटो नि हाम्रो लागि चाहिँ ओभर सर्टकट हो क्या अनि हामी जस यो बाटो बन्द भएको पनि एकदम धेरै खुसी छौँ है हामी धादिङको जनप्रतिनिधि यहाँको सम्माननीय व्यक्तिहरूलाई चाहिँ हामी रेस्पेक्ट गर्छौँ है किनकि हामीले धादिङलाई हेरेर न हाम्रो भेग चाहिँ कस्तो छ भने पिठो चामल वानी पानी चल्ने ठाउँ हो क्या वारिपारी क्या मतलब अब त्यो पारीको नुवाकोट हो यो हाम्रो धादिङ हो होइन वारिपारी हो क्या मतलब हामी खोला काट्नै पर्छ क्या हाम्रो जीवनशैली त्यहाँ चलाउनलाई क्या त्यही भएर हामीले धादिङबाट चाहिँ नुवाकोटको लागि हामीले धेरै कुराहरू हेरेर बुझेर धेरै कुराहरू बुझ्न सकेका छौँ क्या सिक्न सकेका छौँ होइन त्यही भएर सिक्न त सक्यो तर व्यवहारमा चाहिँ लागु भएन अब कार्यमा नि कार्यान्वयन भएन यो अब तपाईँहरूलाई नुवाकोटको बाटो त मैले देखाइनँ अब बिस्तारै होला यो उता पनि हुँदैछ काठमाडौँबाट यति नजिक जोडिएको हाम्रो नुवाकोट धादिङ
चाहिँ अलिकति थोरै पछाडि नै परेको भएको किनकि त्यस्तै मैले तपाईँहरूलाई बाटोको भ्यू देखाउँदैछु बाइकको चलाइ अब मामाको स्किल त अब मामाले मलाई बाइक चलाउन सिकायो होइन फर्स्टमा तिमीले मलाई बुलेटै चलाउन सिकाएन सानो बुलेट हो यो चाहिँ अब रिबन भयो त्यतिखेर चाहिँ म मामाले मलाई ओल्ड मोडलको बुलेट चलाउन सिकाएको थिएँ क्या खत्रै थियो बुलेट पनि खत्रै थियो यस्तै आवाज लगभग है यस्तै थियो टुटु टाइपको यो चाहिँ अब न्यू मोडल भयो यस बबाल छ ल बाटो यो वाहन छ अनि गाउँको अर्को विरक्त लाग्दो कुरा के भनेको चाहिँ यो जुन स्कुलहरू छ होइन स्कुलहरूमा स्टुडेन्टहरू यति धेरै कम हो कि है अनि म नै स्कुल पढ्दा पनि हाम्रो ब्याच एकदम म स्कुल पढ्दा हाम्रो स्कुलमा एकदम धेरै स्कुल क्या त्यो स्टुडेन्टहरू हुने क्या अब मेरै क्लासमा म 9 र 10 पढ्ने बेलामा सेक्सन छुट्याउँथेँ क्या मतलब स्टुडेन्ट धेरै भएर क्या अनि अहिले त्यस्तो छैन यार अब हाम्रो एक सेक्सनमै हुने मान्छे नै पुरै स्कुलमा हुँदैन क्या अहिले गाउँको दुःख लाग्दो कुरो त्यो अनि स्कुलहरू पनि कति धेरै हाम्रो ठाउँमा चाहिँ कोल्याप्स भएको छ क्या अब यो स्कुलमा 2-4जना स्टुडेन्टहरू 2-4जनाको लागि नै अनि त्यो नगरेर स्कुल टु स्कुल उता अन्त खप्टाको अवस्था छ अनि हामीलाई पढाउने टिचरहरू पनि अर्को स्कुलतिर जानुभएको छ होइन त्यो चाहिँ मलाई अलिकति नमजा लाग्ने चाहिँ त्यो हो स्टुडेन्टहरू कम भएको देख्दा चाहिँ अहिले चाहिँ हामीहरू यता यो तमाढुङ्गा क्रस गरेर जङ्गलको बाटो यता हामी जाँदैछौँ यो बाटो यो त यहाँसम्म त जमानामै बिस्दै गाइस जमानामै यहाँसम्म त जमानामा नै बिस्यो बाटो पनि एकदम राम्रो है तर यहाँनिर चाहिँ कहिले पनि उयो हुँदैन बाटो सुक्दैन किनकि यहाँनिर यो के भन्छ होइन उतिसको रुखहरू छ अलि चिसो भइरहने ठाउँ हो क्या जाडोमा पनि गर्मीमा पनि अफरोडको लागि पनि त्यस्तो हाम्रो पनि अब अफरोड भने त्यस्तो अफरोड चाहिँ होइन गाउँ बाटो छ मतलब ग्राभेल साभेल भएर चाहिँ हल्का एकचोटि चिजिसकेको बाटोहरू हो अनि त्यस्तो छैन ठिक छ त्यत्तिकोमा बुलेट रटट छ अन्त अब मैले अब फर्स्ट चलाएर हो होइन नयाँ भएर हो कि तर त्यस्तो मैले उयो चाहिँ गर्दिनँ किनकि बुलेट त अफरोडको लागि होइन भन्छ तर नर्मल अफरोडको लागि चाहिँ बुलेट मजाले जान्छ क्या त्यो मलाई ठिक लाग्यो मामालाई त्यो अब मेरो मामाले पनि टन्ने बाइक चलाइसक्यो होइन अब हर्नेट थियो एनएस थियो होइन V2 अब लगभग बाइकहरू मामाले सबै चलाएको छ सबै बाइकहरू मध्ये यो बुलेटको चलाइ कस्तो छ एकदम बेस्ट छ यार तर अरू बाइकहरू चलाउँदाखेरि कस्तो हुन्छ भने अफरोडहरूतिर अलिक उफ्रिने के बढी तर यो चाहिँ कारमा चढेर जस्तो फिल हुँदो रहेछ दामी छ नि त त्यसमा अब मामाले नि यो टेस्ट राइड हालिदिँदै हुनुहुन्छ बाइक दामी छ मामालाई पनि दामी लागेको छ बाइक चाहिँ ल मामालाई नि बाइक चाहिँ दामी लागेको छ त्यो कुरा ठिक हो लडाएका सोलिहाल्यो मैले मलाई चाहिँ गाउँको यस्तो घरहरू मनपर्छ क्या गाउँको मलाई मनपर्ने घर पछि गएर मैले पैसा कमाएँ भने म यस्तै घर बनाउँछु र म चाहिँ गाउँमै बस्छु गाइस गाउँमै बस्छु म चाहिँ गाउँमा नै बस्छु गाइस ल अहिले चाहिँ हामीहरू लगभग यो ठाउँको नाम चाहिँ थाहा जान्छ नि तर यो पनि भाइरल ठाउँै हो यहाँ तल चाहिँ ठ्याक्कै भन्ज्याङ पोखरी भन्ने ठाउँ भन्ज्याङ पोखरीबाट यो माथिको थुमको हो डाँडा गाउँ अहिले चाहिँ ठ्याक्कै डाँडा गाउँको छौँ डाँडा गाउँमा अनि दामी छ अब चाहिँ हामी लगभग काठमाडौँ आइसके जस्तै हो काठमाडौँ आउनुलाई हाम्रो गाउँबाट धेरै टाइम लाग्दैन मतलब अब बुलेटमा मामा होइन बुलेटमा चाहिँ थोरै टाइम लाग्ला है बरु ड्याङ आयो भने कति लाग्छ सिङ्गल मामा तिमी घरै नहान्दा है कसले मामा के अरे मतलब तिमी गाउँमा अब बुलेटमा यसमा के अरे उता हाम्रो गाउँबाट काठमाडौँ आयो भने कति टाइम लगाउँछौ 1 घन्टा ल 1 घन्टामा चाहिँ अब हामी आउँछौँ पहिला नेकेट हुने बेला त त्यो धेरै लाग्दैन क्या झन् त्यो धेरै दौडिन्छ नि त कुदाउन नि मिल्ने यो चाहिँ अब हल्का जोगाउँदै हाल्नु पऱ्यो नि त गाइस होइन अनि त्यही नै हो
घन्टामा चाहिँ हाम्रो आउने जाने हुन्छ काठमाडौँबाट 1 घन्टामा आउने जाने हुन्छ है केटीहरू त्यस्तो डराउनु पर्दैन त्यस्तो ठाउँको होइन बाटो देखिहाल्यो कि बाटो पिचो ठाउँमा अफरोड गाई भने गाई भैँसी भने भैँसी कुखुरा भने कुखुरा पाल्न मिल्ने खालको ठाउँ छ गाइज के हो बाबा नुवाकोटे ब्रान्ड हामी ब्रान्ड भनेर पनि हामी त्यस्तो अरूको ठाउँ जस्तो चाहिँ गर्दैन गाइज होइन तर चलपल चाहिँ हाम्रो अलमोस्ट रहिरहन्छ गाइज तर लभली भ्यू देखिरहेको छ लभली टक्क है तर अब चाहिँ मलाई के लागिरहेको छ भने त्यस्तो फेरि अब मेरो कामसँग म्याच नै गर्दैन क्या मतलब भगै गर्ने भनेर रोक्दो सुरुको नै किनेर होइन त्यसो गरिदिएर नि मन लाग्छ गर्न त्यस्तो मन अब छ नि त सम्मान होइन तर त्यसरी त अब हाम्रो फाइनेन्सियली सबै आर्थिक सार्थिक सबै पुग्न पऱ्यो नि त पेट्रोल नहालिकन बाइक दौडिन्न यताउता सबै कुराहरू हेर्न पर्ने हुन्छ अहिले चाहिँ हामीहरू ठ्याक्कै धादिङको मोस्ट पपुलर प्लेस हाम्रोहरूको के भन्छ यो ठाउँको नाम भन्ज्याङ पोखरीमा छौँ यो चाहिँ अब फेरि लगभग सानो बजार टाइपको नै ठाउँ हो कि तपाईँहरू कोही काठमाडौँबाट हल्का माइन्ड फ्रेस बनाउनलाई चिया कफी चट्टा खान चाहनुहुन्छ भने चाहिँ हाम्रो यो सीतापाइलाबाट रामकोट हुँदै यता माथि नर्सरी भन्ज्याङ छिरेर सकी क्वालिटीमा यहाँसम्म आएर चिया कफी चट्टा खाएर हल्का माइन्ड फ्रेस बनाएर जान सक्नुहुन्छ त्यही गाइस यो चाहिँ धादिङै हो है गाइस बाटो बाटो त टाढा थिएन तर मन पनि टाढा भएछ के सानोमा तिम्रो मन टाढा भएको हो यार मबाट होइन होला अरे दामी छ बाटो यार तर गाउँ यो चाहिँ अब आधी गाउँ होइन आधी अब सिटी टाइपको हुन्छ क्या मतलब यहाँ बाइकहरू स्पिड आइदिन्छ गाडीहरू स्पिड आइदिन्छ क्या पठाउने ड्राइभ सुध आउँछ नि त यहाँ सर्च गरेर त्यही भएर अलिकति गाह्रो छ यहाँनिर अलिकति चलाउनुको लागि सतर्क चाहिँ सबै अप्नाउनु पर्छ यो ठाउँमा जसले भिडियो हेर्नु त्यही हुन्छ गाउँमा पिच रोड बनाएको छ भन्दैमा त्यो अर्काको कोही च्यापेर वाप्पै चाहिँ नजानु होला होइन अलिक झ्याउँछ नि यार गाउँमा त्यो उयो भयो नि त यार मलाई त त्यही चाहिँ ल्याङ लाग्छ क्या अफ रोडमै त झ्याउँछ है किनकि बाटै सानो छ नि त बाटै सानो छ टु वेको होइन यो वान वे नै होइन टु वे नै होइन जस्ट आउनु जाने भइ नै हाल्छ यताबाट अहिले चाहिँ हामीहरू फाइनली यता धादिङ र काठमाडौँको सीमा क्षेत्रमा छौँ र यो अहिले अब हामी ट्याक्कै यो भएको चाहिँ हाम्रो धादिङ भयो र यो गेट सकेपछि उता चाहिँ काठमाडौँ भयो काठमाडौँ होइन यहाँ उता यो चाहिँ अब काठमाडौँमा इन्ट्री भइसकेको छ है काठमाडौँमा हाम्रो इन्ट्री भइसकेको छ काठमाडौँ त काठमाडौँ नै भइहाल्यो तपाईँहरू कोही सर्टकट बाटो खोज्दै हुनुहुन्छ यता यो हुन त अब अहिले यता नागढुङ्गा हाइवे बाटो पनि राम्रो बनिसक्यो तर यता गाउँको भ्यूहरू हेर्दै हिँड्न चाहनुहुन्छ भने चाहिँ यता तलको बाटो पनि आउनु सक्नुहुन्छ मजाले तपाईँहरू मजाले गाउँको बाटो सलल बाटो राम्रो छ गाइज र त्यही गाइज अब मैले देखाउन चाहेको कुरा र भन्न चाहेको कुरा चाहिँ त्यति हो मेरो भ्लगले भिडियोमा जो हुन्छ बसाइरहेछ ल जसले भिडियो हेर्नुभयो भिडियोलाई लाइक च्यानललाई सब्सक्राइब गरिदिनु होला दामी खालको कन्टेन्ट त आउँदैन त्यो साकल झुकल यताउता गाई गाउँदो